कोरोनाभन्दा धेरै गुणा खतरनाक निपा भाइरसको संक्रमण हाम्रो छिमेकी मुलुक भारतमा फैलिँदैछ। डब्ल्युएचओले संसारका 10 घातक महामारीको सूचीमा राखेको यो संक्रमणको अहिलेसम्म कुनै निश्चित औषधि र खोप बनेको छैन। हरेक 10 जना बिरामीमा सरदर 4 देखि 7 जनाको मृत्यु गराउने निपा भाइरस संक्रमण के हो, यो कहाँबाट आयो, मानिसमा कसरी सर्छ, यसका लक्षणहरू, उपचार र रोकथाम कसरी गर्ने बारे आज चर्चा गर्नेछु। नमस्कार, म डाक्टर गणेश कुमार श्रेष्ठ। अत्यन्तै महत्त्वपूर्ण यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला, साथै सक्दो सेयर गर्न नबिर्सिनुहोला। निपा भाइरस संक्रमण अत्यन्तै गम्भीर र घातक भाइरल रोग हो। यो जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने गर्दछ। यो भाइरसको मुख्य स्रोत फलफुल खाने टेरोपस जातको चमेरो हो। यो भाइरस सन् 1998 मा पहिलो पटक मलेसियाको एउटा गाउँमा देखिएको थियो, जहाँ मानिसको मुख्य पेसा बङ्गुर पालन थियो। 1998 को सेप्टेम्बरमा ती सुँगुरपालक किसानमा जापानिज एन्सेफ्लाइटिसको जस्तै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने लक्षणहरू देखिएको थियो। मलेसियामा यो भाइरसको कारण 205 जना संक्रमित भएका थिए, जसमा 105 जनाको मृत्यु भएको थियो। मार्च 1979 मा मलेसियाका भाइरोलोजिस्ट डाक्टर क्युआ काउ विङले संक्रमितको मस्तिष्कको सूक्ष्म परीक्षणबाट यो भाइरस पत्ता लगाएका थिए। यो भाइरस पहिलो पटक मलेसियाको सुङ्गाई निपाहा गाउँमा पहिचान गरिएकोले यसको नाम निपाहा भाइरस राखियो। मलेसियापछि बङ्गलादेश र भारतमा देखिएको प्रकोपहरूमा मानिस बीच पनि सरेको पुष्टि भएको थियो। हालै छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल लगायतका ठाउँहरूमा यसको प्रकोप देखिएको छ। डब्ल्युएचओले उच्च प्राथमिकतामा राखेको यो निपाहा भाइरस नेपालमा अहिलेसम्म यसको ठूलो प्रकोप पुष्टि भएको छैन। तर भारतसँगको खुल्ला सिमाना, हजारौं मानिस दैनिक आवत जावत, टेरोपस नामक चमेरो नेपालमा पनि पाइनु र सुँगुरको व्यावसायिक पालनले नेपाल पनि उच्च जोखिममा रहेको छ। संक्रमण सर्ने तरिका: जनावरबाट मानिसमा। संक्रमित चमेरोले छोएको, टोकेको वा चमेरोको र्याल, विष्टा, पिसाबसँग सम्पर्कमा रहेको दूषित फलफुल खाँदा सर्न सक्छ। त्यसैगरी संक्रमित जनावर सुँगुर वा अन्य जनावरको सम्पर्कमा आएमा सर्न सक्छ। काँचो खजुरको रस, ताडी, दूषित खाना वा पेय पदार्थ खानाले यो रोग सर्न सक्छ। मानिसमा संक्रमित मानिसको थुक, र्याल, सिगान, रगत, पिसाबको प्रत्यक्ष सम्पर्कमा आउँदा सर्न सक्छ। विशेष गरी स्वास्थ्यकर्मी र बिरामीको हेरचाह गर्ने व्यक्तिमा सर्न सक्ने जोखिम उच्च हुन्छ। इन्क्युबेसन पिरियड: शरीरमा भाइरस प्रवेश गरेको 4 देखि 14 दिनभित्रमा, बढीमा 45 दिनमा यो रोगका लक्षणहरू देखिन थाल्छन्। लक्षणहरू: सुरुको अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, शरीरको मांसपेशी दुख्ने, वाकवाक लाग्ने, उल्टी हुने, घाँटी दुख्ने, थकाइ लाग्ने, खोकी लाग्ने जस्ता लक्षणहरू देखिन्छ। गम्भीर अवस्थामा बिरामीलाई सास फेर्न गाह्रो हुने, दाउरा वा छारे आउने, निद्रा लागिरहने, रिङ्गटा लाग्ने, बेहोस हुने, मस्तिष्क सुन्निने र बिरामी कोमामा पनि जान सक्छ। यो संक्रमण ठीक भए पनि स्नायु प्रणालीमा दीर्घकालीन असर रहन्छ। यो भाइरसले गर्दा हुने मृत्यु दर 40 देखि 45% छ। तसर्थ यसबारे सचेत रहन अत्यन्त जरुरी हुन्छ। यो भाइरस कसरी यकिन गर्ने त? आरटी-पीसीआर टेस्ट, घाँटी वा नाकको स्वाब, रगत, पिसाब, ढाडबाट निकालेको पानी सीएसएफ नमुना सङ्कलन गरी परीक्षण गर्ने। एलाइजा एन्टिबडी परीक्षण, भाइरस आइसोलेसन, त्यसै गरेर मस्तिष्कको एमआरआई गरेर हेर्न सकिन्छ। उपचार: अहिलेसम्म यो निपा भाइरस विरुद्ध कुनै निश्चित औषधि र खोप उपलब्ध छैन। यो रोग लागेमा सहयोगी र लक्षण अनुसारको उपचार मात्र गर्न सकिन्छ। अस्पताल वा आइसियुमा भर्ना गर्ने, अक्सिजन दिने, भेन्टिलेटरमा राख्ने, नसाबाट सलाइन पानी चढाउने, ज्वरो कम गर्ने, संक्रमण नियन्त्रण गर्ने, दाउरा वा छारे कम गर्न औषधि प्रयोग गर्ने। थुप्रै एन्टिभाइरल औषधिहरू परीक्षणमा छन्। आशा गरौँ छिट्टै
पूर्ण प्रमाणित भएर आउनेछन्। खोप र निश्चित औषधि नभएकाले रोकथाममा विशेष ध्यान दिन जरुरी छ। फलफुल राम्रोसँग धोएर पखालेर मात्र खानुहोस्। बोक्रा हटाएर खाँदा अझ राम्रो हुन्छ। भुइँमा झरेको चरा वा चमेराले टोकेको जस्तो देखेमा सो फल खाँदै नखानुहोस्। काँचो खजुरको रस, ताडीको रुखबाट निकालेको रस नखानुहोस्। चमेराको पिसाब वा विष्ट मिसिएको हुन सक्छ। यसलाई उमालेर मात्र पिउनुहोस्। पानी सकेसम्म उमालेर पिउने गर्नुहोस्। तरकारी राम्रोसँग पकाएर मात्र खानुहोस्। नियमित रूपमा साबुन पानीले हात धुने गर्नुहोस्। बिरामी देखिएका सुँगुर वा अन्य जनावरबाट टाढा रहनुहोस्। भिडभाडमा जाँदा मास्क लगाउनुहोस्। संक्रमितको हेरचाह गर्दा सुरक्षा अपनाउनुहोस्। सुरक्षा सामग्री, मास्क, पन्जाको प्रयोग गर्नुहोस्। संक्रमित क्षेत्रको भ्रमणमा नजानुहोस्। तपाईँ वा तपाईँको घर वरिपरि कसैलाई यस्ता लक्षणहरू देखिएमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क राख्नुहोस्। बिरामीलाई अलग्गै आइसोलेसनमा राख्नुहोस्। निपा भाइरसको संक्रमण दर कम भए पनि जोखिम उच्च छ, तसर्थ डराउने होइन। सबैजना सावधान रहनुहोस्, सचेत रहनुहोस्। धन्यवाद। आयुष्मान भव।